रिङ्गटो चल्यो है। ओ माइ गॉड भाइ साहब माथि पुगेर मुनि झर्दैछ मुटुक नै चुडेका मेरो त आमो यस्तो रिङ्गटो चल्यो है। तपाईँहरूले ट्राई नगर्नु यस्तो डेन्जर हुँदो रहेछ क्या यो चाहिँ। यस्तो पनि रहेछ क्या बाटोमा जाँदा जाँदै यहाँनिर टिकटक देख्दै गरेको देख्दै थिएँ मैले यो बाटो हुँदै हुँदै जानुपर्ने रहेछ। यस्तो टेक्दै टेक्दै जान्छु म भित्रको बाटो बनाउँदा त्यस्तै छ। हेलो वेलकम ब्याक टु माई न्यू ब्लग समिता01 ब्लगमा तपाईँहरू सबैजनालाई मनमुटुबाट हृदयको अन्तस्करण वेलकम छ, स्वागत छ। सो आज धेरै दिन पछाडि भिडियोको लागि म राति लगभग कहिले 6 बजी सकिसकेको नाइट ब्लगको लागि म बाहिर निक्लिँदैछु। सो आजको कस्तो रहन्छ दिन होइन, मतलब आजको रात कस्तो रहन्छ सट्ट गएर त्यहाँनिर म चाहिँ अब पिङ खेल्नुको लागि जाँदैछु। डान्जर छ त्यहाँनिर यहाँ हावालीमा लागिरहेको। सो सबैजना आइसकेको छ अनि म चाहिँ यो पालि म अकेला जाँदैछु। सो त्यस्तै छ होइन। र यो भिडियोमा एकदमै अल्छी नगरिकन तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरूकोमा फर्स्ट टाइम मात्रै पुगेछ भने लाइक कमेन्ट सेयर सब्सक्राइब जरुर गरिदिनु होला। सो अस्तिको पालि हाम्रो भिडियोहरू अपलोड भइरहेको थियो म्युजिक भिडियो, त्यसमा म नै खुसी छु किनभने हजुरहरू सबैजना धेरै माया देखाइदिनु भयो, धेरैजनाले सपोर्ट गर्नुभयो होइन। सो मेरो सब्सक्राइबर सबैजनालाई जय मसी नमस्ते, मिठो माया मिठो सबजना छ। र मेरो टिमलाई एकदमै धेरै मनमुटाउन नि मिस गरेको छु। उहाँहरूले धेरै नै सपोर्ट गर्नुभयो, उहाँहरूले धेरै नै हेल्प गर्नुभयो र मैले भने बमोजिम उहाँहरूले गर्नुभयो होइन। तुरुन्तै अहिलेको गरेर जतिजनाले हाम्रो डाइरेक्टरदेखि ल्याएर क्यामेराम्यानदेखि ल्याएर हाम्रो म्युजिक सिङ्गर सबैजना हजुरहरू सबैजनालाई यो भिडियो हजुरहरूतर्फ आइपुगेको छ भने धेरै माया 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 धेरै सम्झना छ। सो धेरै नबोलिकन म चाहिँ अब जाँदैछु यहाँबाट गएर म एक्लै गएर त्यहाँनिर टिकटहरूको फर्दर प्रोसेसहरू त मैले धेरै बुझिसकेको छु। सो हेरौँ त्यहाँको र पिङ खेलौँ कस्तो हुन्छ होइन। मेरो रियाक्सन डर लागेको छ, भोपाल पनि लाइफमा नखेलेको पिङहरू म खेल्नुको लागि जाँदैछु। पिङ नै भन्छ होला नि त होइन नेपालीमा। सो त्यहीको लागि म जाँदैछु। धेरै दिन भयो जाडो एकदमै बढेको छ कुवेतमा। सो मजाले भिडियो पनि गर्न पाएको छैन मैले पनि। अब त्यही हो यताउता के गर्नाले नै दिन गइरहेको छ। अब अहिले पनि छिटो गर्दा भन्दै नै ढिलो भइसकिसक्यो क्या मेरो चाहिँ। अब यहाँ निक्लिनु भन्दै यहाँनिर नै गर्दै 6 बजिसक्यो। अब उठेर त्यही त हो अब नाइटको काम गरेर आएर बिहान उठ्दाखेरि नै त्यही 3-4 बजिसकेको हुन्छ। मेरो चाहिँ 3-4 चाहिँ मेरो बिहान भइरहेको छ अहिले। दिउँसोको 3-4 बजी चाहिँ खाना खाँदा रुम सफा गर्दा अनि युनिफर्महरू धुँदा ढिलो भइहाल्छ। सो यस्तै नै बितिरहेको छ कुवेतको मेरो लाइफ भन्ने। अब म सिधै तपाईँहरूलाई लिएर जान्छु र त्यहाँ गइसके पछाडि सट्ट हेर्नेछौँ हामी त्यहाँको नजाराहरू चट्ट आज भ्यू गर्नेछौँ हामी सबै मिलेर भन्दै लाइभमा भ्लगमा तपाईँहरू जोडिराख्नु होला भन्दै लेट्स गो। ओके नजिकै देखिँदै गरेको पार्क नजिक आइपुगिसकेको छु म। सो जाँदैछु हातबाटै दिँदैछु क्या आज चाहिँ ग्याम्बल बिना। सो पार्कमा आइपुगिसकेको छु म चाहिँ। अब यहाँ चाहिँ मसँग क्यास मात्रै भएको कारणले गर्दाखेरि टक्क क्यास दिएर त्यसलाई भन्छन् गरेर म छिर्नुपर्ने हुन्छ किनभने यिनीहरूको एपलाई सपोर्टै गरेको छैन मेरो एपले। तपाईँहरू चाहिँ आउनुभयो भने चाहिँ एपलाई चाहिँ TEC एप सर्च गरेर चाहिँ तपाईँहरूले त्यहाँनिर डाउनलोड गरेर लगइन गरेर आउनु सक्नुहुन्छ। 2 रुपियाँ यसको इन्ट्री फी छ। लेट्स सी यो ठुल्ठुलोमा चाहिँ चढ्ने मेरो धोको ठुलै हो, हेरिदिउँ त्यहाँनिर मिल्ने हो कि होइन। अनि अब अनुहार देखाउनु भन्दा नि त्यहीँको पार्कको चाहिँ भित्रको होइन त्यो मेला चाहिँ कस्तो लाग्छ विदेशमा दुबईमा कुवेतमा भन्ने कुरा चाहिँ कुवेतमा कस्तो मेला लाग्छ भन्ने कुरा चाहिँ म देखाउँछु। सट्ट गएर मान्छे चिच्चाइरहेको खेलिरहेको छ नि। लेट्स हेरौँ कस्तो हुन्छ रियाक्सन है त। सो म चाहिँ बस मेरो चाहिँ क्यानेटले काम गर्यो। सो भित्र जाँदैछु म यतिखेर चाहिँ। अनि 5 जना सायद केरलाको दाइहरू थियो
अनि मसँग चाहिँ त्यत्रो ज्यादा ब्यालेन्स थिएन क्या उनीहरुकोबाट ट्राई पहिला गरे त्यहाँबाट भएन अनि मेरोबाट गर्दाखेरि चाहिँ फेरि मेरो त्यत्रो थिएन नि त अनि एउटा मात्रै लिएको फेरि फ्याट्टै भइदियो सो दुःख लाग्यो उनीहरु चाहिँ पछाडी नै छोड्यो म एक्लै जाँदैछु अगाडि यस्तो छ लेट्स सी हेरौँ अगाडिको नजारा है त गाइस सो यस्तो छ बोबाल छ यसको नजारा अगाडि हामी जान सक्छौँ यहाँको नजारा हेर्दै लेट्स सी अगाडि मजा आएर छ जानुको लागि सो वन्डरल्यान्ड कुबेत पार्कमा म छिर्दैछु आज लेट्स सी हेरौँ भित्रको नजारा है त यस्तो पनि रहेछ क्या बाटोमा जाँदै यहाँनिर टिकटक देख्दै गरेको देख्दै मैले यो बाटो हुँदै हुँदै जानुपर्ने रहेछ टेक्दै जान्छु म लेट्स सी भित्रको पार्क भित्रको नजारा त्यस्तै छ अब मैले यहाँ पुगेपछि टिकट सो भित्र रमाइलो छ यहाँको गतिविधि रहेछ यो पिङ नजिकै पुग्दैछु यहाँनिर टिकट लिनुपर्ने हुन्छ फर्स्टमा मलाई अस्ति पनि आएकोले गर्दा धेरै नलेज छ यहाँको सो म फर्स्टमा टिकट लिन्छु अनि टिकट लिइसके पछाडि चाहिँ म पिङतिर जान्छु है त म टिकट कतिको लिन्छु भने कतिको छ 6 केटीको मिनिमम पनि लिन्छु म सो अनि सोधिसके पछाडि चाहिँ म जान्छु टिकट काउन्टरतिर जाँदैछु है त म अहिले यहाँ आइसके पछाडि चाहिँ तपाईँहरू जस्ट गेटमा छिरिसक्नु भइसके पछाडि चाहिँ गेटदेखि यता राइट साइड लिनुपर्ने हुन्छ यहाँनिर टिकटको सानो टिकट्स भनेर लेखेको हुन्छ त्यहाँनिर तपाईँ छिर्नु भइसके पछाडि चाहिँ त्यहाँनिर तपाईँले लिनुपर्ने हुन्छ कतिको हाल्ने अनि त्यहाँ सोधिवरी तपाईँले लिन सक्नुहुन्छ र यो पिङ खेल्नको लागि चाहिँ तपाईँहरू टिकट नै हाल्नुपर्ने हुन्छ ओके आई विल चेक द फर्स्ट दिस वान एन्ड आई विल टक देन आई विल ब्याक सर ओके सो थ्याङ्क यू सो मच ओके मैले यहाँनिर चाहिँ बुझ्दै गर्दा त्यसले चाहिँ भन्यो त्यो जति पिङ खेल्नु जान्छस् होइन त्यो पिङको मुनि छ अनि पिङको मुनि गइसके पछाडि चाहिँ तैँले चाहिँ त्यहाँनिर सोध अरे क्या पहिला अनि त्यहाँबाट चाहिँ काउन्टिङ गरेर आएर चाहिँ तैँले टिकट लि भनेर मलाई भन्यो त्यसले राम्रो सल्युसन दिएको कारणले गर्दाखेरि म ठक्क त्यो पछाडि जान्छु त्यहाँ जान्छु अनि म चाहिँ सोधेर सट्ट आएर म प्राइस कति रहेछ भन्छु है त अनि मतलब टिकट लिन्छु अनि म चढ्छु ओके कुदाइ अलिक ज्यादा हुने भयो सो पहिलो नम्बरमा यहाँनिर आइसके पछाडि देख्नु सक्नु भनेको चाहिँ यो राम्रो झिलिमिटिरी बलेको सो लेट्स सी जाउँ त्यहाँबाट त्यहाँ सोधिस म यो एउटा दुईटा तिनटैमा चढ्न चाहन्छु सो तिनटैको प्राइस म बुझ्छु पहिला अनि यहाँनिर पनि क्यानेट मात्रै हुन्छ माथि झुन्डिरहेको छ त मान्छे त्यहाँ अनि क्यास चाहिँ चल्दैन क्यास नचल्ने भएकोले गर्दाखेरि चाहिँ मसँग त्यति धेरै मनी पनि छैन सो म पहिला सोध्छु यहाँ पहिला गएर सोध्नु पऱ्यो हाउ मच द प्राइस दिस वान द प्ले आई विल प्ले दिस वान हाउ मच प्राइस भनेर सोध्नु पऱ्यो होइन त्यसो नै भइहाल्छ नि त होइन सो अनि त्यसो टिकट पुछेर चाहिँ म उतापट्टि जानु पऱ्यो त्यहाँ गएर त्यसलाई सोध्छु अनि म आउँछु यो दुईटाको लागि खेल्नु पाएँ भने हुन्छ रोटे पिङ त नेपालमै पनि खेल्नु पाइरहेको हो नि त यो पिङ त यो चाहिँ एकचोटि सोध्नु पऱ्यो म लेट्स सी गाइस excuse me ma'am how much the price this one 2KD half how much this one play also 2KD half okay 5KD भयो 2KD यो म्याच चढ्ने र परला 2KD half 5KD भयो अब यसलाई सोध्छु यसलाई कति रहेछ भयो भने चाहिँ मसँग 7KD होला लगभग 7KD छ 6KD होला 5KD 6KD जस्ट चेक आई विल चेक द माई मनी फर्स्ट ओके सो इन्जोय गर्दै मैले 5KD चाहिँ मैले चार्ज गरिसकेको छु अब चार्ज गरे बापत म खेल्न जान्छु ओके सो कस्तो हुँदो रहेछ अब मुटु काम नै हो कि के छ फिल होइन सो म जाँदैछु अब त्यहाँनिर चढेर चाहिँ हेर्नुपर्ने हुन्छ कस्तो के छ मजा आउँछ कि आउँदैन भन्ने कुरा चाहिँ त्यहाँनिर गएर थाहा हुन्छ होइन सो यो हेर्दै गर्दाखेरि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ म यसको भिडियो पछाडिबाट लिन्छु यो माथि पुऱ्याउँछ उडाएर सो जाँदैछु म राउन्डिङ हान्दै भाइ यो माथि पुगेर आयो सो भिडियो गर्नु नदिँदो रहेछ तर लास्टै मजा आयो अब नेक्स्टमा जान्छु म सो यो माथि चाहिँ क्यामेरा हलाउनु नदिँदो रहेछ के मजै भएन नि कस्तो त्यो चाहिँ एक्सपिरियन्स तर त्यहाँनिर माथि पुग्दा चाहिँ मजा आयो सो त्यस्तो धेरै पनि मजा चाहिँ होइन ठिक्क मजा आयो लेट्स सी यहाँको चाहिँ त्यो माथि पुग्दाखेरि चाहिँ मजा आएको के आउँदो रहेछ भने त्यो देखिनु पाइँदो रहेछ क्या सरेर सो अब यसमा जाँदैछु हेरौँ लेट्स सी यो चाहिँ पर अग्लो छ क्या यसमा चाहिँ मजा आउँछ जस्तो लागिरहेको छ यस गाइस यहाँ माथि जाँदैछु अब चाहिँ मेरो पैसा पनि सिधिसकेको छ सो म माथि चढ्नुको लागि जाँदैछु वेट गरिरहेको हुँदो रहेछ यहाँनिर पनि लेट्स सी चढ्दिउँ माथि यसको नजारा कस्तो हुँदैछ हेर्दिउँ यस्तो रिङ्गटो चढ्यो
माथि पुगेर मुनि झर्दैछ मुटुक नै चुडेका मेरो त आम्मा यस्तो रिङ्गटा चल्यो है तपाईँहरूले ट्राई नगर्नु यस्तो डेन्जर हुँदो रहेछ क्या यो चाहिँ मैले त आँखा पनि हेर्नु सकेन क्या आम्मो सेट माइ गड यस्तो एक्सिडेन्ट चाहिँ फर्स्टचोटि हो मेरो सो पुरै जिउै काम मेरो चाहिँ मै झनै मरे माथि पुगेर फर्किँदाखेरि यति माथि पुगेर चाहिँ अनि उल्टो सुल्टो घुमाउँदो रहेछ कि केही देख्न 7 राउन्ड जति हानिदिँदाखेरि झर्ने मान्छे सेन्टिमिटर भयो हात कामिरा छ अहिले पनि माइन्ड खराब भयो मेरो माइ गड लेट्स सी हेरौँ भिडियो गर्नु नपाउँदो रहेछ किनभने मुटु नै छुडाउँदो रहेछ नि त यसले त यति अग्लो चाहिँ लेट चाहिँ हेर्नु त नि आम्बो सो त्यहाँ माथिको मान्छेहरू अहिले माथि टुप्पीमै छ होइन ओ घुमाउने क्या राउन्डिङ पुरै सो यस्तै झन्नै मऱ्यो त्यो काम भइ मेरो लाइनतिर त म एक्लै थिएँ क्या फेरि हामी केही पनि देखिन यस्तो हेरेको रिङ्गटा पुरै चल्यो सो बेला बेलामा हेर्ने ट्राई चाहिँ गरेँ तर सकिनँ मैले अब यो मान्छेहरू यति चिलाउँछ होइन चिचाउँछ हेरौँ त अब त्यो स्टार्ट हुन आँट्यो त्यो स्टार्ट हुँदैछ यो त्यसरी लाउँदैछ उनीहरूले यसको चाहिँ 2 केटी हाफ अनि उता चढेको पनि 2 केटी हाफ हो कि हेरौँ है यस्तो हात कामिरा छ मेरो पुरै जिउ कामिरा छ डरले डर लाग्यो मलाई यिनीहरू चढ्यो होइन अब यिनीहरू यस्तो चिचाउँछ हेरौँ है ल एकछिन हेरौँ न यिनीहरूको मजा नि रियाक्सन दिउँ न त हामी पुरै राउन्ड घुम्दो रहेछ कि अनि त्यो भएर डर लाग्ने धेरै चाहिँ यस्तो एक्सपिरियन्स चाहिँ यस्तो गर्नु पाइयो मेरो स्वरतिर चाहिँ कराएर यति डर लाग्यो मलाई त्यो माथि पुग्दै गर्दाखेरि आम्मा माथि पुग्दा म माथि एकछिन होइन डोएछु केही दस पनि लागेन अब यिनीहरूलाई पनि लाँदैछ हेर्नु है हेरौँ है सबैजना मिलेर यिनीहरूको स्टार्ट भयो अब त चढ्दैछ अब घुम्दैछ यसरी ल्याएर जाने क्या सुरुमा चाहिँ तिनीहरूलाई रोक्छ होला सायद यो ग्रुप चाहिँ मसँग चढ्ने ग्रुप जस्तो लाग्यो यिनीहरूलाई झार्छ अनि एक लट चढिसकेपछि चाहिँ चढाउनु हुँदो रहेछ क्या यस्तो पछि त्यो यस्तो डर लाग्यो मलाई यस्तो डर लाग्यो मुटु नै कामेको थियो मेरो सो यहाँनिर चढ्नु पाउँदै गर्दाखेरि चाहिँ एकदमै म थाकित भएर बसिरहेको छु अहिले सो पार्क चाहिँ ठुलो छ यहाँको आउनु सक्नुहुन्छ यहाँनिर चाहिँ मजाले यहाँनिर तिनीहरू पनि बिहोस भएर फर्किरहेको थियो केटाहरू लड्दैछ घरभरि नै फर्किरहेको छ त्यो मान्छेहरू पुरै म त डरले कामिरहेको थिएँ नि अझै पनि लु यति नै रहेछ मेरो दिन भन्ने चाहिँ लाग्यो क्या मलाई त्यो चढ्दै गर्दाखेरि यस्तो डर लाग्यो माथि पुग्दा त खुट्टा हल्लाउँदै बसिरहेको थिएँ त्यो माथिहरू खुट्टा हल्लाउँदै बसिरहेको छ होइन एकछिनमा बाउको बेचेको छ तिनीहरूले एक्सपिरियन्स चाहिँ यो हो क्या यस्तो डर लाग्यो दिमाग खराब भयो क्या मेरो सब क्यानेट चल्छ यहाँनिर चाहिँ क्यानेट लिएर आउनु भयो भने रहेछ ओके स्टार्ट भयो होला तिनीहरूको स्टार्ट भयो अब यो ग्रुप जानु आँटेको रहेछ क्या यो ग्रुप जान्छ यसरी डाउन हुँदैछ स्टार्ट हुन्छ अब यस्तो कुदाउँछ यिनीहरूलाई अब यस्तो चिचाउँछ सुन्ने गाइस चिचाउँदै चिचाएको छैन यतिको चिचाएको छैन
चिसो थाल्नु है केही पनि देख्दैन क्या हौ यस्तो राउन्ड हुन्छ क्या यो पुरै राउन्ड हुन्छ नि त यस्तो मजा आउँछ यो घुमेको बेला चाहिँ क्या यस्तो फुल्ड हुन्छ क्या पुरै उल्टी सुल्टी घुम्दो रहेछ नि त अनि त्यहाँबाट त दिमाग खराब हुन्छ त ओ भाइ गॉड यहाँ हेर्नुभन्दा चढेर घुम्नुपर्छ कि एकचोटि यस्तो डान्जर हुन्छ नि यस्तो मजा आउँछ क्या यो घुम्नु दिमाग खराब हुन्छ यस्तो उल्टो सुल्टो घुम्छ क्या यो त्यो भएर चाहिँ लास्टै डर लाग्ने रहेछ ओ माई गॉड आउँछ यो रोक्यो सो यहाँको एक्सपिरियन्स लिनु चाहिँ यहाँ आयो भने एकदमै मजा बोपाल क्या एकदमै खतरा जान्छ नि लास्ट चाहिँ त्यति राउन्ड हान्दाखेरि मान्छेले सपर देख्छ नि यो यस्तो मजा आयो होइन सो लेट चाहिँ यहाँको केही नजरहरू हेर्नु अब अर्कोतिर अब यहाँ घुम्ने ठाउँहरू धेरै छ अब त अलिक पनि फ्रेस भयो नि त म सो हेरौँ यहाँको नजरहरू यो पनि अघि चढेको आएको म बबाल छ यो पनि जोस् मजा आउँछ यो पनि माथि उडाएर लान्छ तर स्पिड चाहिँ नघुमाउँदै ठिक्क घुमाउने क्या यो चाहिँ त्यसो साह्रो पनि नहुने सो यहाँनिर खेलेर दिमाग माइन्ड खराब भएर म अगाडि जान्छु यहाँनिरको जति पनि नजरहरू छ यहाँनिर आउँदै गर्नुहुन्छ भने चाहिँ बबाल छ मजा आइरहेछ घुम्नु सो यहाँ आउँदै गर्दाखेरि चाहिँ अब यहाँनिर देख्ने डरलाग्दो चिजहरू चाहिँ म तपाईँहरूलाई देख्छु पुरा पर गएर त्यहाँबाट पनि बबाल चिजहरू देखिन्छ जुन ठाउँमा चाहिँ हामी हेर्न पनि सक्छौँ ओके बबाल कति राम्रो डेकोरेसन चिजहरू सजाएको यहाँ पनि बबाल मजा आइरहेको छ मजा दिइरहेको यहाँ हेर्नु पनि मजा आउँछ चढ्नु मजा आउने ठाउँ क्या त्यो एउटा डान्सर अनि डरलाग्दो ठाउँमा देखाउनु लिएर जाँदैछ यो ठाउँ चाहिँ बबाल देख्ने यो भिडियोमा नि भाइरल भएको ठाउँ चाहिँ यो हो आर्ट चाहिँ बबाल चाहिँ यहाँ छ बाहिरबाट थोरै नजरा देखिन्छ तर भित्रबाट चाहिँ बबाल चाहिँ यसको चाहिँ नजरै हामी त्यतैतिर जान्छौँ नि त अहिले भोलि बेस खेलेको जान्छ रक्सी हेर्नु न मेला भने त यहाँ हुने हो के खतरा लाग्छ चाहिँ यहाँ चाहिँ के रहेछ मान्छेको टुङटुङ जान्छ त इन्ट्री नै होला यहाँ पनि फेरि हो यो हेर्नु पनि सो हामी टाढैबाट नजिक गरेर हेर्नु बबाल चाहिँ काम पत्ता नै यहाँ पनि सुलुलु खेल्ने खालको रहेछ उयो दुधोबाट निस्किँदो रहेछ अनि यता खेल्ने खालको रहेछ क्या यहाँ पनि खेल्ने चिजहरू रहेछ चाहिँ जान्छ यहाँ पनि खेल्नु चाहिँ मजा आउँछ किनभने यहाँ पनि पैसा सबैमा इन्ट्री छ चार्ज लाग्ने त्यो पनि क्यारेट है त रहिदा यहाँ अर्को ठाउँ म बोलेको आवाज पनि आएको छैन होला सायद ठुलो छ नि त यहाँनिर लाउड माई गड यो चाहिँ के चिडियाखाना घर जस्तो त्यत्तिकै घुम्नु पाउने हो क्या यो चाहिँ एरिया बच्चाहरूको यहाँनिर पनि खेलिरहेको छ यहाँ माथि बच्चाहरू खेलिरहेको बबाल गुडिया डलहरू त सानो सानो छैन त आम्बो
मान्छेहरू थाकित भएर घुम्दा घुम्दा थाकित पीडित भएर म बसिरहेको छु मेलामै छु अहिले पनि रुखको फेदमा रुखमाथि नेचुरल रुख कहाँबाट ल्याएर पालेछ हौ सो बसिरहेको छु यहाँनिर उफ एकदम डर लाग्यो अघि कपाल पनि कस्तो जाङजाङ जिङ बनाइदियो नि त उडाएर उदो मुन्टे उतानो घोप्टो सबै बनाएर कुदाउँछ त यो त थिएन नि म कहाँ छु भन्ने नै बिर्सिरहेको थिएँ सो अब यहाँनिर म बस्दै गर्दाखेरि चाहिँ हाई ओके अनि त्यो भएकोले गर्दा यहाँ बच्चाहरूले डिस्काउन्ट जान्छ त्यो भएकोले गर्दाखेरि चाहिँ म यहाँ अकेला बसिराख्दैछु मजा आयो जे होस् है यस्तो मजा एक्सपिरियन्स कहीँ पनि पाएको थिइनँ रोटेपिङ त ठिकै हो नर्मली हो त्यो त उदुमुन्टे पुरै घुमाउँदो रहेछ नि त त्यो भएर चाहिँ साह्रो परेको हो मलाई यहाँ जताततै यस्तो खेल्ने ठाउँ धेरै जस्तो बच्चाहरू खेल्ने ठाउँ ठुलो एरिया तपाईँहरू पनि आउनु सक्नुहुन्छ र आउँदै गर्दाखेरि टिइसी एप डाउनलोड गरेर तपाईँहरूले डाउनलोड गरिसके पछाडि त्यो लिएर तपाईँहरूले गर्नु सक्नुहुन्छ र त्यहाँबाट चाहिँ तपाईँहरूको पासपोर्टदेखि ल्याएर जिमेल अनि त्यहाँबाट एटिएमको सबै कार्डहरूको नम्बरहरू पनि हाल्नुपर्ने हुन्छ डेटहरू र त्यहाँबाट बुकिङ भइसके पछाडि स्क्यान देखाउँछ अनि कुन डेट कुन गति आउने हो भनेर तपाईँहरूले त्यहाँबाट नोट गरेर आउनु सक्नुहुन्छ अनि सो अहिले म मेलामै घुमिरहेको छु यहाँ चाहिँ मेला यस्तै छ कुवेतको सो हामी देख्न पनि सक्छौँ यहाँको मेला वरिपरिको नजारा यस्तै छ राम्रो लाग्छ यहाँ चाहिँ धेरै जस्तो चाहिँ अनलाइन मात्रै हुन्छ यहाँ ग्यास एउटा पनि चल्दैन अनलाइन भएकोले गर्दाखेरि क्यानेट लिएर आउनु होला र कतिवटा क्यानेटहरू मेरो चाहिँ अस्तिको पालि पनि म आएकै हो एकचोटि चाहिँ अस्ति नै आउनुपर्ने हो यो भिडियो चाहिँ तर त्यतिखेर चाहिँ मेरो क्यानेट एक्सेप्ट गरेन क्या खोइ के भएर हो सो म ड्रिङ्क्स खान्छु ड्रिङ्क्स कहाँ पाउँछ यहाँनिर है त कसरी प्ले गर्ने हो यो चाहिँ हाउ टु द प्ले दिस वान गेम Balance. You have 3 balls. I will put ball here. You should move the ball slowly like this to get in the lead. You have 2 balls. If you put just one, okay, you will get the prize. Bags, this one back give free, right? How much the price this one play the game? 3 KD for 3 balls. 3 KD? For 3 balls. Oh my god. Too much price man. Oh my god. This game. त्यो ब्याग पाएर के भन्नु हामीले कामै छैन नखर्लान दिन्छ होइन पेप्सी कहाँ छ मजाले खेलाउँछ यो चाहिँ त्यहाँ चाहिँ बोबाल घुमायो यो पनि फेरि घुमाएर छ नि यसलाई पनि मजा आइरहेको छ पर पनि स्पिड घुमाएर बोबाल छ त्यो चाहिँ कस्तो पोल्टै भएर कुद्दो रहेछ त्यहाँ त्यो त एक साइडमा कुद्छ भयो स्पिड कुद्दा खतरा छ यो पनि सो मजा आयो यहाँनिर घुम्नु होइन घुमेर मन निस्किँदैछु अब चाहिँ मलाई इच्छा थियो जस्ट यहाँको घुमेर पुरै हाल्नु मन थियो मैले हालि पनि सकेँ इच्छा मेरो पुरा भयो सो म निस्किँदैछु कता त्यो बाहिर निस्किने बार ढोका त यो आउने भयो यता पर छ सो यस्तो चाहिँ आजको भ्लग चाहिँ होइन जस्ट बिन्दास घकासमा एक्लै घुमेर आयो खेल्यो मजा आयो बाहिर निस्किने तर यहाँ लास्टै मजा आयो क्या मलाई चाहिँ त्यहाँनिर अरूभन्दा पनि त्यो किङ खेल्नु चाहिँ मलाई उल्टो सुल्टो घुमाउँदाखेरि चाहिँ बबाल मजा आएको चाहिँ त्यही कुरा पाउँथ्यो कुवेतमा आएर चाहिँ यो चाहिँ मैले यो चाहिँ पहिलो एक्सपिरियन्स भयो क्या मेरो लागि चाहिँ जस्ट त्यो सिधै घुमाउँदा त ठिकै हुन्थ्यो क्या त्यो यस्तो उदुमुन्टे जस्तो छ त्यस्तै राउन्ड गराइदिन्छ रहेछ क्या पुरै घुमाइदिँदाखेरि चाहिँ पुरा डर लाग्ने क्या त्यस्तो टाइपको सो मजा आयो त्यही हो अब त्यही थियो मजा लिनुकै लागि आएको मजा आयो घुम्न पाइयो अब आउटसाइड म निक्लिँदैछु बाहिरतिर अनि अब चाहिँ रुमतिर राख्नुपर्ने हुन्छ होइन यहाँको लगभग भइसक्यो होला निकै भइसक्यो होला 7:30 भइसकिसकेछ अनि अलमोस्ट
घुमि पनि सक्यो। ओहो यता पो राम्रो ठाउँ रहेछ, एउटा भिडियो बनाउनु खालको। त्यो यतातिर जाउँ न त, यसो हेरिदिउँ कस्तो के रहेछ। सो अनि त्यति हेरिसके पछाडि चाहिँ निक्लिन्छु म। मजा आयो, लास्टै मजा आयो। यता चाहिँ बबाल ठाउँहरू रहेछ, एउटा भिडियो बनाउँछु टिकटक बनाउँछु यता म। दामी हो यो चाहिँ पार्क जस्तै, बाहिरबाट देख्ने यो कलर लाइनवाला चाहिँ राम्रो पार्क जस्तो रहेछ क्या यहाँनिर। यो पनि यो परको पनि हाम्रो रोडबाट देखिरहेको हुन्छ, यो परको पनि। यो चाहिँ के बनाएको यस्तो को नि यिनीहरूले, दामी रहेछ यहाँ चाहिँ। ए पानी भित्रबाट पनि कुदाउँछ कि क्या यहाँनिर, पानी यस्तो माथिबाट जाने मुनिबाट चाहिँ लिफ्ट कुदाउँछ होला यसरी यस्तो टाइपले। फेलिली उडेर बबाल छ यता। यसो चाहिँ यहाँको नजर जाडो बढेको छ अहिले, पुरै जाडो छ। भित्र भेस्ट मात्रै हालेर बाहिरबाट ज्याकेट मात्रै लगाएर म कुदिरहेको छु, किनभने डाउन भइदिएको म। सो अब चाहिँ म निक्लिन्छु फाइनली। कता आउटडोर एक्जिट यता रहेछ, त्यो एक्जिटबाट बाहिर निक्लेर म रुमतिर लाग्दिन्छु अब चाहिँ गाइस। सो मजा आयो, नेचुरल फुलहरू देखिरहेको चिज छ यहाँनिर। ओके सो अब बाहिर निक्ल्नुपर्ने हुन्छ। मजा यति भयङ्कर ठुलो पार्क चाहिँ कुवेतकै छ भन्दा नम्बर 1 ठुलो पार्क होला यहाँको चाहिँ। सो यो पार्क जस्तो अरू चाहिँ मैले देखिनँ कहिले पनि। सो यस्तै चाहिँ मजा आयो घुम्नु, फाइनल्ली सक्यो पनि र बाहिर अब निक्लिदिउँ। यति नै थियो मेरो भिडियोहरू। सो अब बाहिर निक्लिन्छु म यहाँबाट, अनि म रुमतिर जानुपर्ने हुन्छ। सो अनि भित्र चाहिँ तपाईँहरूले नसोचेको रहेछ, सोचेको भन्दा धेरै महँगो रहेछ। एउटा पेप्सीलाई नै एकचोटि 750 कति देखिरहेको थिएँ मैले प्राइस। सो तपाईँहरूले बाहिरबाट चाहिँ लाने छ कि छैन एलाउड थाहा छैन, तर तपाईँहरूले नलिएकै बेटर हो। किनभने ओ माइ गॉड मेरो लाइट कहाँ गएछ। भित्रबाट लियो बाहिरबाट किन्यो भने चाहिँ तपाईँहरूलाई गाह्रो क्या। के अरे भित्रै किनेर खायो भने चाहिँ गाह्रो। कस्तो उल्टो बोलिरहेको थिएँ मैले आज भिडियोहरू। जस्ट मैले टिकटक चाहिँ केही बनाएन। अरे भाइ साहब मेरो अनुहार अँधेरो आयो भनेर मैले चाहिँ लाइट हाल्नु खोजेको, मेरो सानो लाइटै भेटेन क्या मैले। वेट सो यस्तै थियो होइन। अब चाहिँ म बाहिर निक्लिन्छु, यहाँबाट गाडी पक्रेर जानुपर्ने पनि हुन्छ रुमतिर अब होइन। यति नै थियो आजको भिडियो। अनि यहाँ भित्तामा पनि टाँसिदिएको छ यो TEC एप तानेर तपाईँहरूले त्यहाँबाट एप गरेर डाउनलोड गरेर बुकिङ गरेर आउनु सक्नुहुन्छ। एकजनाको मात्र 2 KD लाग्छ है त। ओके गाइज, लङ टाइम पछि तपाईँहरूसँग फेरि पनि तपाईँहरू समक्ष भिडियो किन आएन भनिरहनु पर्यो। भिडियो ल्याउन पाएँ, मजा आयो। त्यो मैले चाहिँ सोचेको थिएँ भिडियो गर्नु पाइन्छ होला त्यो पिङ खेल्दा पनि भनेर, तर पिङ खेल्दाखेरि भिडियो गर्नु नपाइँदो रहेछ। त्यो भएर त्यो मजा पनि भएन। तपाईँहरूलाई के हो भयो, तर लास्ट टाइम मजा तपाईँहरू आएर पनि इन्जोय लिनु सक्नुहुन्छ र बाहिर हुने नेपालमा हुनेहरूले चाहिँ मेरो भिडियोद्वारा इन्जोय लिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच। यति नै थियो भिडियो। सुरुदेखि अन्तिमसम्म तपाईँहरू रहिदिनु भयो भन्दै सबैजनालाई माया, लभ यू सो मच, बाई बाई।